एभ्रिवान गुड मर्निङ सबैजनालाई। आज चाहिँ के भयो भन्दाखेरि आज म बिहान बिहान किन उठ्दैछु भन्दाखेरि आज मेरो ब्राइडलको अर्डर आएको छ हो। ब्राइडलको बुकिङ आएको छ अनि म चाहिँ रेडी गर्दैछु आफ्नो सामानहरू अनि छिटो छिटो गरेर जानुपर्ने छ। यहाँ मेरो रेडी गर्दैछु सामानहरू, मेकअप फिक्सर, आइल्यासेस को त सानो त्यही भएर ल आइल्यासेस गर्छु। मैंने मुख धोएर मोइस्चराइजर लगाएर म जाँदैछु ब्राइडलको घर। गाइस यस्तो हतार भयो कि आज मेरो साथीले चाहिँ 12-1 बजे राति कल गरेर भनेको थियो कि मैले बिहान त बिर्सिरहेको थिएँ रहेछ। अनि पछाडि वाट्सएप हेर्दाखेरि चाहिँ थाहा भयो आज मलाई त्यहाँनिर जानु छ भनेर। अनि म चाहिँ पुरा हतार भएर चाहिँ यस्तो अतालिँदैछु है। मैले ओछ्यान पनि मिलाएको छु, ओछ्यान पनि मिलाएको छु। छिटो गरेर 8 बजे बोलाएको छु कि अनि तपाईहरुलाई म नेक्स्ट भिडियोमा देखाउने छु। गाइस म चाहिँ निस्केको अब 8 बज्न लाग्यो, ढिलो हुन्छ। स्कुटी रेडी छ र म आइपुगिसकेको थिएँ ब्राइडको घरमा र मैले क्लिन्जिङ गरेर टोनर लगाइदिँदै थिएँ ब्राइडलाई। र मैले भन्दै थिएँ कि कस्तो टाइपको मेकअप गर्नुहुन्छ तपाईँ भनेर। अनि फाइनली मैले आधी गरिसकेको बादमा तपाईलाई फाइनल लुक्स देखाउँछु भनेर सोचिरहेको थिएँ। तर लास्टमा ब्राइडललाई अलिक हतार भयो अनि मैले क्लिक गर्न पाइनँ। फोटो हेर्न सक्नुहुन्छ तपाईहरुले। फाइनल लुक मैले गएर ब्राइडलको त्यहाँनिरै बसेर नै मैले क्लिक गरेर तपाईहरुलाई देखाउँदैछु। कस्तो लाग्यो तपाईहरु कमेन्टमा भन्नुहोस् होला। सिम्पल नेपाली ब्राइडल लुक मैले फर्स्ट टाइम यो गरेको हो ब्राइडल। र थ्याङ्क यू सो मच भन्नु चाहन्छु अनि मेरो साथीलाई कि उनले मलाई ट्रस्ट गरेर यहाँ मलाई उसको भाइको बडीको ब्राइडलको लागि मलाई चुज गरेकोमा थ्याङ्क यू सो मच अनि मेरो साथी। र तपाईहरुलाई देखाउन चाहन्छु।